हामीहरूको झमके दाजुले आज कोठा राख्ने जग्गा बनाउँदैछ। हामीहरूको भाइले पानी हान्दैछ। यता जितेनले सिकाउँदैछ कताबाट कता के गर्नुपर्ने। अब यस्तो कोठा हानेको यसो लायक सायक गरिदिनु। अब वर्षमा एक बार हानिन्छ हलिधानको कोठा। यसो लायक सायक हानिदिनु होला। हामीले कोठा राख्नुको जग्गा बनाउँदैछौँ। कोठा राख्नुको लागि जग्गा बनाउँदैछौँ। अब कसको भन्दा माइला गुरुङको घरमा। दिन त अघि ठिकै थियो। अब पानी चाहिँ रोकिँदै आयो। अब के गर्नु, पानी छैन अनि त्यही भएर मोटरले छिट्किँदैछ भाइले। पानी चाहिँ अब जेन तेन पिरायौँ। अब कोठा राख्ने हो। अनि के चाहिँ गर्नु, उपाय छैन। यी जितेन हेर्न के गर्दैछ। त्यो हात धरिरहेको छ। मकै सकै खाएर आएर भुटेर। अनि यसो गरिदिनु, लायक सायक हानिदिनु। हामीहरूको झमके भाइलाई चाहिँ लायक हानिदिनु बेसी। उसलाई हान्नु लगाएको अहिले भुलिसकेछ। हुन्छ, आजको लागि यतिमा समाप्त। अब भिडियोमा आज जे भयो नि यसो फलक सलक गर्नु।